फुलकोपी र आलुको सब्जी बनाउनुको सजिलो तरिका हेर्नुहोस्। पहिला सुरु प्याजलाई फ्राई गरेँ। त्यसको बादमा मैले हालेँ यसमा अलिकति अदुवा र लसुन। त्यो चाहिँ मैले चप गरेर हालेको हो। अन्त मैले त्यो पछि चाहिँ हालेँ मसला। मसलामा हेर्न सक्नुहुन्छ जिरा 1 चम्ची, अन्त हाफ चम्ची चाहिँ मैले धनियाँ पाउडर, अन्त अलिकति थोरै चाहिँ मैले यसमा हालेँ हल्दी। अन्त यहाँनिर मैले अलिकति टमाटर सानो खालके काटेर हालेको। अन्त यहाँ मैले हेर्नुहोस् मजाले फ्राई गरेँ। यसरी मजाले चलाउनु पर्छ। जबसम्म मसला मजाले पाक्दैन तबसम्म मजाले चलाएर पकाउनु पर्छ। त्यो पछि चाहिँ मैले यसमा एड गरेँ त्यो अघिको फुलकोपी उसिनेको थिएँ। सो फुलकोपी, आलु र गाजर मजाले यसरी उमालेर अलग्गै हालिदिएँ। अन्त यसलाई मजाले चलाउनु पर्छ। अन्त नुन पनि तपाईँको टेस्ट अनुसारले हाल्नुहोस् कति हाल्नु मन लागेको छ। अन्त यतिकै पानी नहालेर पकाउन सक्नुहुन्छ। तर मैले चाहिँ यसमा पानी हालेँ अलिकति, किनभने म यो रोटीसँग खान्छु भनेर बनाएको। सो हेर्नुहोस् यसरी पानी मैले अलिकति एड गरिदिएँ। यसमा मैले पिरो हालेको छुइनँ अलिकति पनि, तपाईँहरूले हाल्न सक्नुहुन्छ। अन्त हेर्नुहोस् मैले यसरी बन्द गरेर मैले यसमा 1 सिटी मात्रै मारिदिएँ, किनभने मैले बोइल अलग्गै गरेको थिएँ भनेर चाहिँ 1 सिटी। अन्त हेर्नुहोस् यस्तो भयो। अन्त मैले यसलाई यसरी खनाएँ। खनाएर चाहिँ हेर्न सक्नुहुन्छ यस्तो बन्यो। अन्त यसको माथिबाट धनियाँ पत्ता हालेर सर्भ गर्न सक्नुहुन्छ। बाई बाई।